मेडिकल व्यवसायी तथा सामाजिक अभियन्ता दुर्गा प्रसाईले सुकुम्बासी र विपन्न नागरिकहरूको पक्षमा फेरि एकपटक कडा आवाज उठाएका छन्। गरीब जनताले सानोतिनो व्यापार गरेर दुःख जेलो गरेर जोडेको घर सपना भएको भन्दै उनले सरकारको डोजर आतंकको चर्को विरोध गरेका छन्। उनले भनेका छन्, अरूले पनि त मकै बेचेर सागको मुठो बेचेर बाटोमा सर्ट र मोजा बेचेर कमाएको थियो होला नि त। त्यसरी गरीबको सपना भत्काइदिनुहुन्छ? घर भनेको सपना हो, जो सुकैको होस्, सुकुम्बासीमा होस्, सरकारी जग्गामा होस्। मेरो छैन भएन भनी मैले जानी भनेको सरकारी जग्गामा हो। नेपालै मेरो हो, नेपालका नागरिक हुन् नि। आज नेपालीले बाँच्न पाउने दुःखको कमाई। सडकमा मकै र साग बेचेर सुकुम्बासीले बनाएको सानो झुप्रो पनि उनीहरूको ठूलो सपना हो। बासको अधिकार देश नागरिकको हो भने आफ्नै भूमिमा नेपालीले बास पाउनुपर्छ। सरकारलाई प्रश्न, सुकुम्बासी र सरकारी जग्गामा बसेका विपन्नहरूको उठी बास लगाउनु अघि सरकारले उनीहरूलाई उचित विकल्प किन दिँदैन? आफ्नो विचार कमेन्ट गर्नुहोस्।